आइतबारको व्रतमा चाहिँ विशेष सूर्यलाई अर्घ्य दिँदा जल लिने, कुनै तीर्थका गंगा जलहरू छन् भने त्यो जल पनि मिसाइदिने, जल शुद्ध होस्, तातो पानी नहोस्, चिसो पानीले सूर्यलाई अर्घ्य दिनु पर्दछ। जस्तै चिसोमा पनि त्यही घरको धाराको नलका शुद्ध पवित्र पानी, गंगा जलहरू छन् भने त्यो राखिदिने। रातो रोली हुन्छ, त्यो रातो रोली यसो औँलामा, छोरी औँलामा यसो गरेर सोभेर त्यहाँ राखिदिने। नभए हिजो भनेको थियो नि रक्तचन्दन, त्यो रक्तचन्दन घोटेको छ भने धेरै राम्रो। त्यो रक्तचन्दन रातो पानीमा, त्यो पानीमा त्यो रक्तचन्दन लगाइदिने, अथवा रोली कुमकुम लगाइदिने। अबिर भन्दा पनि रोली कुमकुम पाइन्छ बेसारो, त्यो लगाइदिने। एउटा रातो फूल भेट्यो, करवीरको फूल भेट्यो भने त त्यो सकियो, घरौँदी फुलेका। हिजो आइसक्यो फोटो, रक्तचन्दन, करवीरको फूल, सूर्यलाई प्राणदान गरेको हो, सामान्य चढाएको होइन। यो दुईटा चिज हैन त, रक्तचन्दन सूर्यको लागि र करवीरको फूल, यी दुईटा चिजहरूले नै सूर्यलाई पनि शान्त गराउँछ, सूर्यलाई पनि तृप्ति गराउँछ, सूर्यको पीडालाई पनि शान्त गराउँछ। यो रक्तचन्दन अनि करवीरको फूल। रातो फूल, गुलाबको फूल, कुनै पनि रातो फूल हुन्छ, एउटा घन्टी फूल रातो टाइपको बाक्लो फूल हुन्छ, त्यो जलमा